हेलो एभ्रिवान, वेलकम टु माई अनदर भिडियो। आज फेरि म लिएर आएको छु मासु, भात, मही, दाल, काँक्रो, मुलाको आँपको अचार। तपाईँलाई चाहिँ मेरो भिडियो कस्तो लाग्छ होइन, अनि च्यानल सब्सक्राइब गर्नुभएको छ भने सब्सक्राइब गर्नु होला, अनि कस्तो खालको भिडियो चाहिँ कमेन्ट गरिदिनु होला। मेरो सायद भिडियो कसैले हेर्नुहुन्न, त्यस्ता कमेन्ट केही आउदैन, फ्यामिलीले मात्र गरेको मात्र आउँदैन, यस्तो सपोर्ट गरिदिनु होला। आज मसँग चाहिँ यहाँ चिकन होइन, म कति पछि खान लाग्यो चिकन चाहिँ। त्यो भिडियोमा अघिल्लो भिडियोमा खाएको थिएँ, त्यसपछि खाँदिनँ। अब मैले चाहिँ खान सुरु गर्छु। चिसो चिसो होला, सेलाएपछि त मिठो हुन्न यसै पनि। त मैले यो सबै कम्प्लिट गर्नुपर्ने चाहिँ त्यो चाहिँ च्यालेन्ज हो, तर मुकबाङ चाहिँ मुकबाङ नै हो, म पुरा गर्दै खान्छु। त्यही हो। ल चेस यता खनाएर हो नि चेस पनि त होइन। मासु लभर हुनु पनि फाइदा हो कि बेफाइदा पनि के हो थाहा भएन, तर मासु लभर हुनुपर्छ। मलाई यो माइकबाट कस्तो साउन्ड आउँछ थाहा छैन, त्यही हो। तपाईँहरूले खानुभएको छ भने खाना खानु होला सँगै बसेर। मैले यसरी खाँदाखेरि जहिलेसुकै यति निकै छोडेकै हुन्थ्यो कि अहिले छोड्दिनँ भनेको हेरौँ हुन्छ। एकदम मनपर्छ छाला मटनको होइन, चिकनको मासुमा चाहिँ मनपर्छ। म सानो हुँदाखेरि पहिला खाना खाँदा एकदम ढिला गर्थ्यो, पनि अचम्म दुरुङ गर्थ्यो कि। आजकल त अलिक छिटो खान्छु। तातो त अलिक कोही मान्छेहरू तातो खानु सक्दैन, मैले अलिक तातो खान्छु कि तातै खान्छु कि। पोलोभन्दा सिलाउनु छोडेर खानु पर्दैन, पोल्दै भए पनि खाने। यहाँसम्म पुरै पोल्दै जान्छ, पेट पनि तातो हुन्छ, गर्मी होस् कि जाडो होस्। फाल्छु कि भन्ने डर थियो, तर भात चाहिँ खानु सक्छु होला।
मासुजीहरूको पनि यसरी चाटी चाटी नखाइकन खाइरहेको हुँदैन। मेरोमा एक त चार सिद्धि जस्तो छ, बत्ती बोल्दै छोडो। पंखाको आवाज आएको छ होला, डोन्ट माइन्ड गाइज। म युज गर्दैन नि त, अनि मेन कुरा म चार्ज लगाउनै जान्दिनँ कि यो यही छ यो वाला माइक होइन, यो वाला त मैले चार्ज लगाउनै जान्दिनँ कि। वाउ मजा आयो क्या। पिरो छ होइन, तातो खाँदाखेरि चाहिँ पिरो भएको के, अलिअलि नर्मल पिरो चाहिँ छ। पिरो भनौँ न अलिअलि भए पनि तातो दाल बनाएर चाहिँ किन आफैले खाइदिनु मैले थाहा छैन मलाई, भोक लाग्यो नि। सादा भात खाएको पऱ्यो, पहिले भात खाएको 24 घन्टामा भात खानु भयो ड्रपरमा। मेरो के एउटा भिडियोमा यताको साइड अलिक धेरै देखेँ क्या, योभन्दा अघिल्लो भात मासु भात मुखबाङको भिडियोमा त्यहाँ मासु खाइरहनु पहाडै मुजा उडेको कि। म त पढ्नु देखेकै थिएन भिडियो गर्दा पनि होइन, केही देखेको थिएन कि। यतिकै मैले बसेर अफिसमा आफ्नो भिडियो हेरिरहेको थिएँ, अनि कुर्र भयो छिप्पिलेहरू त कहाँ भुइँमा त्यस्तरी दुपुर्छन् र न, भित्तामै हुन्छ प्रायः जस्तो, भुइँमै हुन्छ नि त, त्यो प्रायः जस्तो भित्तामै हुन्छ नि त। त्यति छिटो त छिप्पिले त दुख्दैन नि त, ब्याक गरेर त्यो एकदम स्लो गरेर हेरेको लास्ट आफ्नो साथ धक्का डोर्यो हुन्छ।
स्टोरेज नभएर केही छैन। मलाई केही छैन पनि स्टोरेज कम भयो क्या। सो मलाई दसैँ आएको बेलामा खाइन्छ नि मासु, मलाई त्यस्तै होला फिलिङ त्यस्तै भयो क्या खाइरहँदाखेरि। At kan kalau video nak ada mudah banget. एकदम मन पर्छ फेभरेट नेम छ तर तासमा चाहिँ म न टाउको हाल्नु पर्छ छिन बाहिर बोलाउनु त्यो अनि कपडामा टाउको हाल्नु कुन भएर मिक्स हाल्नु अनि म मेरो विवाह के भन्न चाहन्छु भने यस्तो रेगुलर भिडियो राख्छु नि त अन्त टाइम टाइममा अन्त तपाईँले ट्याक्क ट्याक्क हेर्नु राम्रो राखेको आधै बेलामा खाना भयो लाग्यो त्यही हो मैले चाहिँ आज बल्ल बल्ल भात तरकारी चिची सकेँ धेरै आइटम हुनु भने खानु सकिनँ होइन तर मैले अघिल्लो भिडियोमा प्रायः भात खाएको भिडियोमा केही न केही छोडेकै हुन्थ्यो कि आज मैले केही पनि छोडिनँ मैले चाहिँ एक्स्ट्रा भइहाल्यो खानामा चाहिँ छोडिनँ त्यही हो तपाईँलाई मेरो भिडियो कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै कमेन्टमा लेखिदिनु होला केही गर्नु पर्दैन कमेन्टमा लेख्ने टक्क सब्सक्राइब गरेर थिचिदिने भिडियोहरू हेरिदिने केही गर्नु पर्दैन त्यही हो आज चाहिँ यति नै भयो फेरि अर्को भिडियोमा बाई।